नमस्कार। आज हामी आधार र लागेका शब्दहरू पढ्ने जाँदैछौँ। हजुरहरू पनि म सँगै पढ्नुस् है। ल सुरु गरौँ है त। आधार रलाई हामीले शब्द अनुसार फरक ठाउँमा फरक तरिकाले प्रयोग गर्न सकिन्छ। माथि देखाइएका यी सबै चिन्हहरू रका प्रकारहरू हुन्। कुनै र माथि लाग्छ, कुनैलाई हामीले छड्के दर्शोको तरिकाले प्रयोग गर्छौं, कुनैलाई बीचमा परेली बनाएर लेखिन्छ भने कुनैलाई तल झुन्डाएर लेखिन्छ र अन्तिममा आउने आधी रलाई हामी छड्के दर्शो तानेर पनि आधी गर्न सक्छौं। पहिलो रेफ र। हेर्नुस् त, मैले यहाँ रेफ रलाई आकाशे रङ लगाएकी छु। सूर्य, कार्य, कुर्सी, फर्सी, धर्म यी शब्दहरू पढ्दाखेरि हामीले रेफलाई रको उच्चारण गरेर पढ्छौं। अब अक्षरको तल छड्के धर्सो बनाएर दिने र। शुक्र, गाग्री, काँक्रो, झाँक्री, चक्र यी शब्दहरू पढ्दाखेरि हामीले यो छड्के दर्शोमा रको उच्चारण गरेर पढ्छौं। अब परेली जस्तो र। र्याल, भर्याङ, सर्याक, सर्याक, र्याक यो उल्टो भी जस्तो देखिने र अक्षरको तलपट्टि लाग्ने गर्छ। यो शब्दसँग जोडिएर आउँदा यसको उच्चारण पनि र नै हुन्छ। ट्रक, राष्ट्र, ट्रफी र यो हलन्त दिएर अथवा खुट्टा काटेर शब्दको अन्तिममा लेखिने र यसको उच्चारण यसरी गर्छौं। गर, भर, छर, सर। नानी बाबुहरू, आज हामीले आधार र लागेका शब्दहरू पढ्यौं। यस्तै नयाँ भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला है। हजुरको दिन शुभ रहोस्। धन्यवाद।